जनतामा निराशा छायो। जति नै यो देशमा परिवर्तन आयो त्यति नै नेपाली जनतामा निराशा छायो। तर थाहा छैन ती नेपाली जनतालाई। तर पनि बारम्बार भोट हालिरहन्छन् तिनै राजनीतिक राष्ट्रघाती पार्टीका दलालहरूलाई। तर पनि भोट हालिरहन्छन् तिनै राष्ट्रघाती नेताहरूलाई। आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, आज राजनीतिक पार्टी बनाउँदाहरूले यो देशमा मिसन 84 भनेर हिँडिरहेका छन्। अब मिसन 84 भन्नुको तात्पर्य यो हो कि मिसन 84 मा म नेता होला, म सांसद होला र म मन्त्री होला भनेर यिनीहरूले एक पार्टीलाई अर्को पार्टीमा धावा बोलिरहेका छन्। अब हामी सचेत नेपाली सचेत हुनुपर्ने अवस्था आइसकेको छ। त्यसैले हामी मिसन 84 होइन, हामी मिसन 84 भनेर हिँडेका छन्। मिसन 84 के हो भन्नुहुन्छ भने मिसन स्वास्थ्य र शिक्षा लिएर। सिङ्गो म सुन्दर हरैचा नगरपालिका वडा नम्बर 5 को स्थायी बासिन्दा। यो सुन्दर हरैचा नगरपालिकाको नागरिक म कृष्ण कुमार घिमिरे सम्पूर्ण राजनीतिक दल पार्टीको विरुद्ध यो देशमा मिसन 84 होइन, मिसन स्वास्थ्य र शिक्षा हुनुपर्छ भन्ने अभिप्रायले म मेरो नगर, मेरो जिल्ला र सिङ्गो 77 वटा जिल्लामै निस्किने अभियान लिएर म अघि बढिरहेको छु। अब मिसन स्वास्थ्य र शिक्षा नै किन आवश्यकता छ त? आजको समयमा हामीलाई थाहा छ यो देशमा 2007 सालमा राणाले शिक्षामा विभेद गरियो भनेर हामीले राणासँग युद्ध गरौं, राणालाई परास्त गरौं। 104 वर्षीय जहानिया राणा शासनको अन्त्यसँगै यो देशमा 2007 साल फागुन 7 गते प्रजातन्त्र स्थापना गर्यौं। त्यसपछि हामीले फेरि अब यो प्रजातन्त्र आइसकेपछि भएन भन्ने हिसाबले हामीले 2017 सालमा पञ्चायती व्यवस्था लागू गर्यौं। पञ्चायती व्यवस्था लागू गरिसकेपछि पनि नेपाली जनताले बारम्बार दुःख पायो। यो भएन भनेर हामीले फेरि 2036 सालमा जनमत संग्रह गर्यौं र जनमत संग्रहपछि पनि नेपाली जनताले न्याय पाएन। न्यायको आवाजको लागि फेरि 2046 सालमा बहुदलीय व्यवस्था प्रजातन्त्रको लागि बन्द भयो यो देशमा। 2046 सालमा प्रजातन्त्रको पुनर्स्थापना पछि फेरि भएन भनेर 10 वर्ष जनयुद्ध भयो। नेकपा मसाल हुँदै माओवादीले 10 वर्ष जनयुद्ध ल्यायो यो देशमा। जनयुद्ध पनि यो देशले थानो। त्यसपछि फेरि 62-63 को जनआन्दोलन पछि पनि आज नेपाली जनता तडपी आफ्नो त्यागरको 13 दिनपछि पनि आफ्नो श्रीमानलाई छोडेर विदेश जान बाध्य भएको छ। यो एउटा मात्र विकल्प हो, मेरो छोरालाई राम्रो शिक्षा पढाउँ, मेरो छोरीलाई राम्रोसँगले शिक्षा दिन सकौं भन्ने हिसाबले आज वैदेशिक रोजगारमा जानु परेको छ। एउटै निचोड हो यहाँ। जुनसुकै पार्टी नेपालमा 125 वटा राजनीतिक दल पार्टी भए तापनि विभिन्न आफ्नो पार्टीको एजेन्डा र मुद्दा चाहिँ उनीहरूले समर्पित गर्छन् र यो देशमा शिक्षा र स्वास्थ्य निःशुल्क रूपमा लागू हुनुपर्छ भनेर कहिले पनि आवाज बुलन्द गर्दैन। त्यस कारणले हाम्रा जति पनि खाडीमा गएका छन् हाम्रा दाजुभाइहरू, हाम्रा दिदीबहिनीहरू आफ्नो परिवारको लागि, आफ्नो सन्तानको लागि, शिक्षाको लागि, स्वास्थ्यको लागि आज खाडी जस्तो मुलुकमा पसिना बगाउनु परेका छ। ठुल्ठुला पार्टीका धनी मान्छेका छोराछोरी भने युरोप कन्ट्रीतिर पढ्न र कमाउन जान्छन् भने एउटा गरिब भुइँ मान्छे निमुखा सर्वहाराको छोराछोरी आज सुकुनमा बसेर जसो सरकारी स्कुलबाट एसएलसी पास गर्नु पाएको छ। उसले कलेज क्याम्पसको त सपना नदेखाउँ। त्यसैले यो देशमा यो मिसन स्वास्थ्य र शिक्षाको एउटा मात्र उद्देश्य छ। तपाईहरूले ठुलो राजनीतिक पार्टी त्यही दल त्यही उम्मेदवार भनेर बारम्बार फेरि भोट नहाल्नु होला। मिसन स्वास्थ्य र शिक्षाको एउटा मात्र उद्देश्य छ। यदि यो सुन्दर हरैचा नगरपालिकामा मात्र नभई सिङ्गो देशमा स्वतन्त्र व्यक्ति छान्नुपर्छ, स्वतन्त्र व्यक्ति उम्मेदवार बन्नुपर्छ। स्वतन्त्र व्यक्ति भइसकेपछि आज बालेन र हर्क गोपी हमाल जस्ताले आफ्नो सिस्टम, आफ्नो नगर कसरी लाने, यो ठाउँमा नगरमा शिक्षा दीक्षा कसरी दिने भन्ने हिसाबले योजना बनाउन सक्दछ, ताकि उनलाई पार्टीको आदेश, पार्टीको उर्दी जारी हुँदैन। त्यसैले यो देशमा स्वतन्त्र व्यक्ति उदाउनुपर्छ। स्वतन्त्र व्यक्ति भन्नाले फेरि स्वतन्त्र पार्टी होइन, झुकिनु होला तपाईहरू। स्वतन्त्र व्यक्ति आफ्नो उम्मेदवार भइसकेपछि आफ्नो समुन्नत नगरको हितको लागि, आफ्नो क्षेत्रको हितको लागि हरेक कुरोमा हामीले काम गर्न सकिन्छ। अब दलभन्दा देश ठुलो।
आखिर दलभन्दा देश ठुलो आजको आवश्यकता तपाईहरूले देखिराख्नु भएछ। एकातिर गणतन्त्रवादीहरू युद्ध गर्दैछन् भने अर्कोतिर राजतन्त्रवादीहरू युद्ध गरिरहेका छन्। राजतन्त्र पक्षधर अर्कोतिर छ भने अर्को पक्षधर गणतन्त्र पक्षधर छ। यो पक्षधर हामीले राणा पनि हेरौँ, राजा पनि हेरौँ, लोकतन्त्र पनि हेरौँ, गणतन्त्र पनि हेरौँ। यो देशमा स्वास्थ्य र शिक्षा निःशुल्क दिने कुन पार्टी हो, कुन शासन हो, कुन जात हो, कुन धर्म हो, कुन वर्ग हो? यो देशमा स्वास्थ्य र शिक्षा निःशुल्क जसले लागू गर्न सक्छ आज यो देशमा त्यही पार्टी हो, त्यही दल हो, त्यही एजेन्डा हो। त्यसकारण आफ्नो नगर, आफ्नो क्षेत्र, आफ्नो वडामा आफ्नो समुन्नत नगर बनाउनको निम्ति अहिले नै मैले युवा साथीहरूलाई दलको पछि नलागी आज देशैभरि विद्यार्थी संगठनको चुनाव भइरहेको होला। सायद म विद्यार्थी साथीहरूलाई पनि आग्रह र अनुरोध गर्न चाहन्छु, तपाईहरू दफादार रामको सेना हनुमान जस्तो पार्टीको अन्धभक्त भएर आफ्नो भाग्य भविष्य त बिगार्दै हुनुहुन्छ। तपाईहरूले आउने भावी सन्तति र पिँढीहरूलाई पनि आफ्नो भाग्य भविष्य बिगार्न बाध्य गर्नुहुनेछ। त्यसैले पार्टीको पछि नलागौँ। स्टुडेन्ट भएर कलेजमा गइसकेपछि आफूले गर्नुपर्ने अध्ययन र ज्ञान हासिल गरौँ। पार्टीको भक्त भएर पछि नलागौँ। त्यसैले स्वतन्त्र व्यक्ति बनेर हामी उदाउनुपर्छ। हामी दलको सिपाही होइन, यो देशको सिपाही बनेर यो राष्ट्रिय झण्डा मुनि बस्नुपर्छ। हामी राष्ट्रिय झण्डा मुनि बसिसकेपछि हामीले यो देशको समुन्नतको हितको लागि बोल्न सक्छौँ। हामी पार्टीको झण्डा मुनि बस्यौँ भने पार्टीले हामीलाई बाँधेर अङ्कुशले साङ्लोले बाँधेर राख्छ। त्यसैले आदरणीय साथी मित्रहरू, हामीले यो देशको हक हितको लागि राष्ट्रिय झण्डा मुनि बसेर हामीले आउने अधिवेशनमा, आउने यो 84 चुनावमा यो मोरङको 17वटै गाउँपालिकामा स्वतन्त्र व्यक्ति उम्मेद्वार बनेर सुन्दर हरैसाको 12 वडा छ। यो 12 वडामा स्वतन्त्र व्यक्ति उदाएर हामी अघि बढ्नुपर्छ। दलको पछि नलागौँ। देश बनाउनको लागि हामी दलभन्दा देश ठुलो भन्ने वादा गरेर हामी अघि बढ्नुपर्छ। अब उठौँ युवा, जागौँ। अब युवाहरूमा आज के छ भनेपछि पैसा छैन, म त पार्टीमा गएँ भने पनि चुनाव जितिन, मेरो संगठन छैन भन्ने जुन हेतु छ, जुन आफूभित्र रहेको जुन प्रेत छ, त्यो प्रेतलाई बाहिरबाट फालेर युवाहरू आउन चुनाव आउन 2-2.5 वर्ष छ। त्यसैले अब यो हामीले निर्वाचन आयोगमा बुझाउनु पर्ने 10-15 हजार कति बुझाउने हो, स्वतन्त्र हिसाबले स्वतन्त्र व्यक्ति बनेर उदाउनुपर्छ र निर्वाचन आयोगमा बुझाइसकेपछि स्वतन्त्र व्यक्ति आफै चुनाव लडेर देखाउनुपर्छ। हामी हिजो म पनि पार्टीको पछि लागे, तपाईँ पनि पार्टीको पछि लाग्नुभयो, हाम्रो हजुरबा पनि लागे, हाम्रो बाउ पनि लागे, हामी पनि लाग्यौँ र हाम्रो आउने भावी पिँढी सन्ततिहरू पनि पार्टीको पछि नलागोस्, राष्ट्रिय झण्डाको मुनि बसोस्, ताकि पार्टीको झण्डा मुनि नबसोस्। त्यसैले उठौँ युवा, जागौँ। अब हामी जाग्नुपर्छ। आज देशभरि युवा संगठनको चुनाव भइरहेको छ। यो चुनावको पछि लागेर हामीले हाम्रो भाग्य भविष्य र हाम्रो सन्ततिलाई पनि बिगार्नेछौँ। त्यसैले यो सुन्दर हरैसाको म युवाहरूलाई मात्र नभई सिङ्गो देशका युवाहरूलाई भन्न चाहन्छु, आज यो सुन्दर हरैसाको वडा नम्बर 7 को जुन पञ्चायत मावि स्कुल नजिक आएको छु म, र मैले सुन्दर हरैसाको 12 वडामा घुमेर मैले 4 वडामा भ्याइसकेँ आजसम्म। सुन्दर हरैसाको वडा नम्बर 1 हरैसा, सुन्दर हरैसा वडा नम्बर 8 को बुधबारे, सुन्दर हरैसाको वडा नम्बर 9 सलकपुर र सुन्दर हरैसाको वडा नम्बर 7 कोटगाउँमा आज छु। त्यसैले अब युवाहरू हामी विचलित नभइकन स्वतन्त्र व्यक्ति बनेर उठाउनुपर्छ। 84मा स्वतन्त्रको उम्मेद्वार तपाईँ मेयरको लागि तयार हुनुहोस्, वडाध्यक्षको लागि तयार हुनुहोस्, तपाईँ क्षेत्रको सांसद सङ्घको प्रदेशको सबै ठाउँमा तयार हुनुहोस् भन्ने अभिप्रायले मैले यो स्वतन्त्र नागरिक स्वतन्त्र मिसन चलाइरहेको छु। कुनै पार्टीको पछि नलागी, कुनै राजतन्त्र गणतन्त्रको पछि नलागी, समुन्नत हक हितको लागि यो देशमा स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ भन्ने अभिप्रायले मैले यो देशभरि अभियान चालिरहेको छु। त्यसैले अब यो मेरो भनाइ यही बिट मार्दै म सुन्दर हरैसा वडा नम्बर 7 का आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू माझ बिदा चाहन्छु। हस्त, धन्यवाद। जय जननी।